Putih kau, ini suah, anak sui sana apa suah, anak suah itu anda beli suah. Ini Hello guys, welcome back to my new video. So स्वागत छ मेरो एउटा अर्को नयाँ एपिसोडमा. सो यो चाहिँ काठमाडौँको मेरो पहिलो युट्युब भिडियो हुँदैछ किनकि यहाँभन्दा मेरो फर्स्ट टाइम काठमाडौँ हो. सो म चाहिँ आज अलि नाइटमै छु, नाइटमै अलि भ्लग बनाइरहेको छु. यताउति क्लिप काटेर हाल्नु के पुरा मलमा गएको अतिको हालिसकेँ मैले हो. सो अनि यतातिर काठमाडौँतिर अलि राम्रो त केही छैन. चारैतिर गाडी गुडी घन्किरहेको आवाज मात्रै आइरहेछ कि चारैतिर. एकदमै मलाई त ठिक लागेन, एकदम नराम्रो लाग्यो मलाई त होइन. अब सो हामी चाहिँ राति यहाँ भौतारिरहेछौँ. हामी फर्स्ट टाइम आएको त्यही भएर होला. अनि हामी चाहिँ रुम खोज्न लागेको. रुम 1-2 दिन भइसक्यो हामीले रुम खोज्न लागेको. बल्ल आज मुस्किलले भेट्यो होइन. गाइस हाम्रो चाहिँ काठमाडौँमा अहिले कति बजे ट्याक्कै होइन 8-9 बजिसक्यो. अहिले चाहिँ राति हाम्रो चाहिँ यो हालत बसको भित्र यो हालत भइरहेछ होइन. हामी चाहिँ अब मुस्किलले एउटा रुम चाहिँ मिलेको छ. त्यो रुमतिर चाहिँ छिर्नु पर्यो जस्तो. अब बाहिर दामी पर्ने. मलाई त दामी एउटा पनि लाएर होइन, पुरानो गाडीको आवाज मात्रै चारैतिर. मेरो त कान फुटेर हैरान भइसक्यो के. अब चाहिँ रुमतिर लाग्नु पर्यो बिस्तारै. अब रुम पनि कुन गल्लीतिर यसो लोकेसन हेर्नु पर्यो. अब याद चाहिँ छैन. अब यता त्यति मोबाइलमा डाटा पनि छैन क्या, हैरान भइसक्यो. होटेलतिर छिर्यो सिधै. अब वाइफाई त दिँदै दिनन् कि यताका मान्छेले. सिधै के खाने हो सर भन्छन्. तिहारो आता फुत्ती खाऊ मैंने सुआ ana sui sana ba sua ana sua itu anda beli sua. Ini मैंने कहा शू सारी सुआ. देखा आपने लापरवाही का नतीजा है. दिनभरि घाममा डुलियामा पुरा टाउको दुखिरहेको क्या मेरो त. दिनमा यहाँ कोही पनि मान्छे हुँदैन रहेछन् क्या, रातिको हुने रहेछ. रमाइलो राति. त्यस्तो ठमेनसम्म होइन बाबु. त्यस्तो नराम्रो काम गर्नुहुन्न यार बाबु. अनि दिनमा यहाँ एउटा मान्छे नि हुन्न, गाडी बाहेक एउटा मान्छे नि हुन्न. राति त पुरा गर्मीको कारणले हो नि त. गर्मी नेपालगञ्ज जस्तो गर्मी छैन क्या. यहाँ शीतलै छ. तर मलाई अब यताउतिको वातावरण हेर्दा त ठिक लागेन क्या मलाई. त गाडी चलै छ. कतिवटा गाडी आएर ठ्याम्म ठोक्किने हो, कोही भर छैन यहाँ. अब सपनाको सहर हो, सपना बोकेर यहाँ चाहिँ छिर्न चाहिँ छिरिरहेका छौँ. अब सपनातिर लागिन्छ. अब चाहिँ अहिले चाहिँ अलपत्र हाम्रो रुम पनि बिर्सिसक्यौँ हामीले. कुन गल्लीमा यहाँ खोजिरहेछौँ क्या, अघिदेखि भौतारिरहेछौँ. खतरा फिल्म देखाउँछ क्या फेस. फिल्म मतलब सफा यही फोन हाल्नु. हो गाइस, हामी चाहिँ गाउँबाट पहिलोपटक सहर छिरेको हो कि नै. अब यतातिरमा केटीहरूले मेरो भाइको हात समातेर पुरै 100 भोल्टेजको करेन्ट लागेर झन्डै बेहोस भएको यारमा. गाउँबाट भर्खर चाहिँ हामी चाहिँ बहुत मुस्किलले रुममा चाहिँ पुग्यौँ होइन. सो यताउति अब काठमाडौँको गल्लीहरू चाहिँ कति छ, कति यतातिर. अब हामी चाहिँ नयाँ मान्छेले अब गाह्रै हुन्छ. त्यही भएर चाहिँ सो आज चाहिँ यो मलाई नाइटमा भिडियो पनि बनाउनु मन लागेको छैन. अब आइफोन छ अर्काको, त्यही पनि अर्काको आइफोन छ, एउटा साथीको आइफोन चाहिँ होइन. त्यही भएर अलि भाइले पनि भिडियो बनाउँ भन्यो, त्यही भएर बनाइदिएको. अनि सो रुममा चाहिँ पुग्यौँ हामी चाहिँ. एउटा अर्को कुरा के भन्दाखेरि नि, काठमाडौँ सहर अब सबैको सपना चाहिँ यहीँ पुरा हुन्छ. पुरा गर्नको लागि यहीँतिर चाहिँ छिर्नै पर्छ. सबैले छिर्नुपर्छ भन्ने पनि छैन होइन. हामी चाहिँ आफ्नो सपना हुन्छ नि त. अब त्यही सपना यहाँ चाहिँ पुरा गर्नको लागि छिरे हो. अब यतातिर चाहिँ मलाई ठिक चाहिँ लागेको छैन, एकदम ठिक लागेन होइन. अब दिनमा चाहिँ फेरि रोडमा कोही पनि मान्छे हुन्न. राति जाऊ पुरा प्याक होइन. जो कोहीले च्यापचुप हात सामान दिन्छ. अनि एकदम नराम्रो लाग्यो मलाई. नराम्रो मतलब नराम्रै छ, त्यति राम्रो चाहिँ छैन. सो यतातिर चाहिँ हामीले अब के मिहिनेत गर्नुपर्छ. त्यो चाहिँ हामीलाई चाहिँ अब नयाँ मान्छे हो, के मिहिनेत गर्नुपर्छ सबै गर्नेछौँ. सो यो चाहिँ मेरो नाइट भ्लग थियो काठमाडौँको. सो अरू भ्लग पनि चाहिँ आउँदै गर्छ मेरो युट्युब च्यानलमा. सबैले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला. अनि
अरू नेक्स्ट राम्रो राम्रो एपिसोडहरू आउँदै गर्नेछ। सो सबैले अहिले चाहिँ थ्याङ्क यू सो मच, बाई बाई। सो गाइज आज चाहिँ भिडियो क्वालिटी बब्बाल देखिरहेको होला नि, नाइटमा भयो भने आइफोनबाट खिचेको नि त, आइफोनबाट